अब यस भिडियोमा हामीले CSS को भर्सन 3 को बोर्डर रेडियस प्रपर्टीको बारेमा सिक्न गइरहेको छौं र यो बोर्डर रेडियस प्रपर्टी हामीले कसरी युज गर्नुपर्ने हुन्छ र यसले के इफेक्ट देखाउँछ भन्ने कुरा हामीले सिक्न जान्छौं। यसको लागि तुरुन्तै म नोटप्याड प्रोग्रामलाई रन गर्छु र यसमा चाहिँ HTML को स्ट्रक्चर तयार गर्छु। त्यसपछि अब मैले HTML को स्ट्रक्चर तयार गरिसकेँ र यसमा अब मैले बोर्डर रेडियस को विषयमा काम गर्दाखेरि यसमा एउटा डिप बक्स तयार गर्न जान्छु। र डिप बक्स तयार गरिसकेपछि यसको हेड सेक्सनमा गएर त्यो डिपलाई चाहिँ मैले CSS स्टाइलहरु लगाउन जान्छु। त्यसको लागि मैले यहाँ चाहिँ स्टाइल ट्यागलाई युज गरेँ। त्यसपछि मैले स्टाइल ट्यागलाई क्यान्सल गरिदिन्छु र अब यो बीचमा मैले डिप सेलेक्टर एउटा क्रिएट गरेर यसमा CSS को प्रपर्टीहरु लगाउँछु। जसको लागि फर्स्ट मैले चाहिँ वाइड भन्ने प्रपर्टी युज गरेँ। यसको लागि मैले चाहिँ वाइड राखिदिएँ 400 px को साइज। त्यसपछि HEIGST हाइट इज टु 400 px गरिदिउँ। त्यस्तै गरिकन यसमा ब्याकग्राउन्ड ड्यास कलर इज टु भनेर ब्लू कलर राखिदिएँ। त्यस्तै गरिकन मैले अब यसमा बोर्डर राखिदिन्छु 1 px साइज सलिड ग्रीन कलरमा। अब मैले यसमा रेडियस राख्न गइरहेको छु। बोर्डर ड्यास RADIUS रेडियस इज टु 20 पिक्सल को र अब मैले जुन डिप एप्लाई गरेको छु त्यसमा चाहिँ वाइड 400 हाइट 400 ब्याकग्राउन्ड कलर यिनीहरु भएको मैले चाहिँ डिप सेलेक्ट गरेको छु। त्यसमा चाहिँ मैले बोर्डर राखेको छु। त्यस्तै गरिकन बोर्डर रेडियस पनि राखेको छु। यो तरिकाले मैले CSS बनाउन गइरहेको छु। अब यहाँ CSS 19.html फाइल नेम दिएर यसलाई चाहिँ सेभ गरिदिन्छु र अब यसलाई एकचोटी ब्राउजरमा रन गर्न गइराखेको छु। यसको लागि CSS 19.html भनेर यसलाई चाहिँ ब्राउजरमा रन गरौँ। अब यहाँ हेर्न सक्छौं हामीले डिप बक्स जुन बनाएको छौं यसको चाहिँ चारैतिरको जुन कुनाहरु छन् तिनीहरु चाहिँ चुच्चो नभइकन गोलो घुमेको हामीले चाहिँ देख्न सक्छौं र अब यो रेडियस जति बढाउँदै लान्छौं त्यति नै यो चाहिँ रेडियस पनि बढ्दै जान्छ। 20 बाट 40 50 60 70 80 जति पनि हामीले बनाउन सक्छौं र अब यसको म्याक्सिमम चाहिँ रेडियस हामीले चाहिँ 400 को युज गर्न सक्छौं। 400 को रेडियस राखे भने चाहिँ यो एउटा परफेक्ट सर्कल बन्न जान्छ। त्यसैले यसको लागि 400 पिक्सल को मैले बोर्डर रेडियस हालिदिएपछि यो एउटा सर्कल बन्न गयो। यो तरिकाले हामीले चाहिँ बोर्डर रेडियसलाई एप्लाई गर्न सक्छौं। अब त्यस्तै गरिकन मैले बोर्डर रेडियस राख्दाखेरि चारैवटा साइडको इन्डिभिजुअल रेडियसहरु राख्नु पर्यो भनेदेखि त्यो पनि गर्न मिल्छ। यसको लागि हामीले चाहिँ बोर्डर रेडियस प्रपर्टीहरु चाहिँ फरक युज गर्नुपर्ने हुन्छ। अब यो फरक बोर्डर रेडियस प्रपर्टी युज गर्नको लागि मैले चाहिँ बोर्डर ड्यास टप ड्यास लेफ्ट ड्यास रेडियस भनेर युज गरिदिन्छु। यो गरे नि टप लेफ्ट रेडियस एप्लाई हुन जान्छ। अब यसको लागि मैले ब्राउजरमा गएर यसलाई रिलोड गरिदिन्छु। अब यहाँ हेर्न सक्छौं हामीले चाहिँ यो यस्तो शेप बनेको छ जुन चाहिँ हाम्रो बोर्डर रेडियस लेफ्ट साइडबाट मात्र एप्लाई गरेको थियौं। त्यो कारणले गर्दाखेरि यस्तो भयो। अब यसमा मैले सपोज बोर्डर रेडियस 100 को मात्र राखिदिएँ भनेदेखि यसले कस्तो बोर्डर रेडियस को काम गर्छ भनेर हामीले रिलोड गरेर चेक गरौँ एकचोटी ब्राउजरमा। हेर्न सक्छौं हामीले चाहिँ यो बोर्डर रेडियस यसरी युज भएको छ। त्यसै गरी अब मैले यहाँ बटमबाट बोर्डर रेडियस राख्न जानु पर्यो त्यो पनि राइट साइडमा राख्नु पर्यो भनेदेखि मैले यहाँ चाहिँ बोर्डर BORDR बोर्डर ड्यास बटम
ड्यास राइट ड्यास रेडियस भनेर राखिदिन्छु। अब त्यसमा पनि मैले चाहिँ 200 पिक्सेलको बोर्डर रेडियस राख्नु पर्यो भने 200 पिक्सेल भनेर टाइप गरिदिन्छु यसको भ्याल्यु, अनि ब्राउजरमा गएर यसलाई चाहिँ राइट क्लिक गरेर रिलोड गरिदिन्छु। अब यहाँ हेर्न सक्छौँ हाम्रो चाहिँ बोर्डर रेडियस राख्दाखेरि चाहिँ बटम साइडको राइट साइडमा, बटम पार्टको राइट साइडमा मैले चाहिँ बोर्डर रेडियस एप्लाई गरेको छु। यो तरिकाले कुनै पनि साइडबाट हामीले चाहिँ बोर्डर रेडियस एप्लाई गर्न सक्छौँ। अब मैले चाहिँ बोर्डर टप लेफ्टको ठाउँमा बोर्डर बटम लेफ्ट युज गरेँ, BOTTOM बटम लेफ्ट, र बोर्डर बटम राइटको ठाउँमा बोर्डर टप राइट भनेर युज गरेँ भनेदेखि यसलाई सेभ गरेर एकचोटि ब्राउजरमा यसलाई रिलोड गरिदिउँ। अब यहाँ हेर्न सक्छौँ यसको रेडियस चाहिँ फरक पर्न गयो। यसरी चाहिँ हामीले इन्डिभिजुअल रेडियसहरू राख्न सक्छौँ। यो तरिकाले हामीले चाहिँ बोर्डर रेडियसको काम यो भिडियोमा हामीले सिकेको छौँ।